वेलकम छ स्वागत छ सबैजनालाई नमस्कार। म फेरि जसका घरमा सानो सानो बाबु नानीहरू हुनुहुन्छ, सानो सानो भर्खर बच्चाहरू, उहाँहरूको लागि एकदमै इम्पोर्टेन्ट भिडियो कति पनि स्कुल नगरिदिनु होला, स्किप नगरेर हेर्नु होला, नसार्नु होला है। हजुरहरूको लागि चाहिँ एकदमै लाभदायक हुन सक्छ, काम लाग्ने भिडियो छ अनि लास्टसम्म हेरिदिनु होला। यो चाहिँ मोली धागो भन्छ, हामीले पूजा पसलमा प्रशस्त पाउँछ। जसका बच्चा खङरङ सुतेको बेला तर्सिनुहुन्छ नि त, उहाँहरूको लागि है। अनि फेरि यसले फेरि रक्षा पनि गर्छ है। यो हातमा बाँधिने, खुट्टामा बाँधिने, ल्याइसकेपछि गायत्री मन्त्र पढेर मन्त्र गरेर बाँधिने, नभएपछि यस्तै बाँध्दा पनि हुन्छ, मोबाइलमा सुन्दै लगाइदिँदै गर्दा पनि हुन्छ। अनि पछि बच्चाको खुट्टामा तेल लगाइदिनु होला। गर्मी सिजन छ, गर्मी छ भनेर हामीले वास्ता गराउनौँ। अनि बच्चालाई चिसो घसेको थाहा हुन्न, पैतालामा एकदमैसँग तोरीको तेल, सर्स्योको तेलले मालिस गरिदिनु होला। अनि यो बाँधिदिनु भयो भने हजुरहरूको बच्चा बिरामी हुनुहुन्न, हस्पिटल जान पर्दैन। कति जानकारीमूलक भिडियोहरू लिएर आएको हुन्छु मैले। हजुरहरूले वास्तै गर्नुहुन्न, माया दिनुहुन्न, अनि हेरिदिने, लाइक गरिदिने, कमेन्ट गरिदिने, यति गरी पुगिहाल्यो नि। अरू के गर्नुपर्छ र है, साथी बनाउने। मैले चाहिँ फलो ब्याक दिन मिलेको छैन, त्यो भएर नदिएको। अनि धेरै दिन नि त मिल्दैन त है, त्यो भएर फेरि अनसाथी नगरिदिनु होला। अनि यो बच्ची छन् भनेपछि बाँधिदिनु होला, मस्तसँग पैतालामा तेल लगाइदिनु होला। त्यति भएपछि दिमाग पनि तेज भएर जान्छ, बच्ची टाँठा भएर जान्छन्, रोग पनि लाग्दैन है त। धन्यवाद। फेरि अर्को भिडियोमा आउँला है त।